आजको भिडियो चाहिँ आरिसेनीहरूको लागि है। आरिस अर्काको आरिस मान्छे नि रिस आरिस र डाले कहिले उँभो लाग्दैन। यो आरिस गरेर हेर, यो भैँसीलाई पक्का पनि आरिस गरेकै कारण यो भैँसीको हालत यस्तो बनायो। भैँसीको मालिकनीसँग तिमीहरूलाई आरिस दुश्मनी थियो भने किन यो निर्दोष जनावरलाई क्षति पुर्यायो? के पायो तिमीहरूले? तिमीहरूको मनमा खुसी त मिल्यो होला छडिक, तर आत्मा सन्तुष्टि त पक्कै पनि भएको छैन होला। हेर, भगवानसँग डराओ है। आरिसेनी हो, भगवानसँग डराओ। जब भगवानको लाठी बर्सिन्छ नि तिमीहरूको माथि, त्यतिखेर चाहिँ भगवानको लाठी चाहिँ बिना आवाज आउँछ क्या। थाम्नु सक्छौ कि सक्दैनौ? कर्मको फल भोग्नु सक्छौ कि सक्दैनौ? कली हो, कली। अहिले त कलियुग भन्छ नि, कली आज कि भोलि देख्न परिहाल्छ। यो सबै आरिसकै मान्छेको आरिसको नतिजाले। यो हेर, यो भैँसीको के दोष थियो? हेर बिचारा भैँसी, त्यो पनि बेउन आँटेको भैँसी। यो पाडाको के दोष थियो? बच्चा गर्भमा भएको बच्चाको। हेर त, पाप लाग्छ तिमीहरूलाई, पाप लाग्छ। बुढी आमाका आँसुले तिमीहरूलाई कति पिरोल छ है, कति पिरोल छ। डराओ है, डराओ। भगवानसँग डराओ, कोहीसँग नडराए पनि। पापले मन, पापको घडा फुट्छ क्या, एक दिन पापको घडा फुट्छ। आरिसेनीहरू हो, उनीहरूले पनि सम्पत्ति जोडेर लाको खाएको देखेर जल्छौ नि। उनीहरूले कति इच्छा चाहनाहरू मारेर पाई नखाई पेट काटी जोडेको सम्पत्ति हुन्छ है आरिसेनीहरू हो। गर, आरिस लाग्छन् तिमीहरू पनि। दम छ भने गरेर खाव, त्यसरी नै रमाइलो गरेर हिँड। भैँसी पाल, अर्काको हल गोरु देख्यो भने तिमीहरू पनि हल गोरु किन। अर्काले घोडा चढ्यो भने तिमीहरू पनि घोडा चढ। तर यसरी आरिस गरेर अर्कालाई हानि नोक्सानी पुर्याउने नगर। भगवानको हातमा लाठी छ, डराओ भगवानसँग। भगवानको जब लाठी बर्सिन्छ नि, बिना आवाजको बर्सिन्छ, त्यतिखेर थाम्नु सक्छौ कि सक्दैनौ है आरिसेनीहरू हो। आरिसेनी महाराज, आरिसेनी महारानीहरू, भगवानसँग डराव। जो गर्छौ नि त्यसको फल पाउँछौ। जो के रे रोप्छौ बिरुवा, त्यस्तै फल पाउँछ। जस्तो कर्म त्यस्तै फल भोग्छौ। डराव है आरिसेनी हो, डराव। अझै आजको भिडियो चाहिँ यो आरिसेनीहरू प्रति समर्पित। यति भन्दै बाई साथीहरू, सत्कर्म गरौँ। अरूको लागि हामीले राम्रो सोच्यौँ भने हामीलाई अटोमेटिक आफ्नो लागि भगवानले दिनुहुन्छ अरे क्या। अर्काको भलो सोच्ने बित्तिकै आफ्नै भलो हुन्छ अरे। भनेपछि सोच्नुहोस् न, अरूको भलो चिताउँदाखेरि आफ्नो भलो हुन्छ भने त दुवै हातमा लड्डु हो नि त। अर्काको लागि नि राम्रै राम्रो। ओहो भैँसी उसले पाल्यो भने, ओहो पालेछ कति राम्रो, अरे दुध दिन्छ, मही त दिन्छ छिमेकी।